다 되는데, 다 소재, 이 많은 거 आज 아니야. पनि मर्मकको यो ग्रीष्मकालीनको अब 7औं दिन रहेको छ 통화를 소재 것만 좀 하냐. अनि आज यो प्रवचन सुरु नगर्नुभन्दा अगाडि 다 tinsa. अनि हाल चाहिँ फेरि पनि यो टिबेटमा यो टिबेट भए पनि त्यस्तै गरी अब सिटुन सिन्चेन भन्ने ठाउँ तङ्लो सिन्चेन भन्ने ठाउँ यो विभिन्न बोर्डको अब प्रान्तहरूमा फेरि पनि यो विभिन्न यो कोरोनाहरू अनि कोभिड-19 फेरि फैलिएको जस्तो कुरा पाइन्छ। त्यही कारणले गर्दाखेरि त्यसलाई हेरेर अनि म लगायतका विभिन्न अनि योसँग सम्बन्धित भएका सबै अनि अब त्यो ठाउँ त्यो मान्छेलाई अब यो कोभिड-19 ले ग्रस्त पारेको हुँदैन म लगायत सम्बन्ध अनि गुरुहरूले अलिकता त्यसमा अलि दुःख अनि लाग्छ। त्यही कारणले अनि तपाईहरु सबै त्यसमा सुरक्षित रहनु होला। जे भए तापनि चीन भोट जे भए तापनि अब त्यो ठाउँमा रहनु सबै अब कोभिडले ग्रस्त भएको सबैलाई नि सुरक्षा र एकदम सुस्वास्थ्यको कायम राख्नु होला र जोगिनु होला। किन त भन्दाखेरि त्यो ठाउँको मान्छेले पनि बुद्ध धर्म संघको अब शरणमा गएको हुँदा गइसकेको हुँदाखेरि अनि धेरै डर त्रासी हुनुभन्दा अनि इष्टदेव त्रिरत्नको शरणमा गएर प्रार्थना गरेर त्यसै गरी पूजा आराधना अनि आफ्नो मनलाई अब शान्तपूर्वक ध्यानमा अनि लीन गर्नुभयो भने त्यो अत्यन्त फाइदा होला। त्यही कारणले अनि डर त्रास नगरेर अनि त्रिरत्नलाई अनि हृदय मार्फत सधैँ नै दत्तचित्त भएर प्रार्थना गर्नु होला। त्यो गर्नुभयो भने बुद्ध र बोधिसत्वहरूको अनि एउटा आशीर्वाद लाग्नेछ। त्यो बेलामा जति सक्दो बुद्ध र बोधिसत्वको जप मन्त्रहरू जप गर्नु होला। अनि साक्य नेरुलमा भने हैन साक्य अनि रोग निवारण पाठलाई पढ्नु होला। त्यस्तै गरी अनि विशेष गरी अब यो लोग्योनमा भन्छ हामीले अनि यो लोग्योनमा त्यस्तै गरी यो अनि यो पिसाची पर्नको मन्त्रहरू हैन नमजुम भनिन्छ त्यसको अनि तपाईले मन्त्र वन्दना गर्नुभयो भने अत्यन्त त्यसले विभिन्न रोगग्रस्तीहरू महामारीहरू त्यसलाई चाहिँ अब रोगले ग्रस्त भएकोलाई त्यसले हटाउन सक्छ। त्यही कारणले एक आपसमा अरूलाई जोगाउनको लागि हैन रोगदेखि लड्नको लागि त्यहाँदेखि जित्नुको लागि एक आपसमा अरूलाई नि यसरी सल्लाह सुझाव गर्दै हैन डर त्रासपछि नभित्रिकन हैन चार जाति हुन्छ भन्ने यसरी अनि उनीहरूलाई अनि प्रोत्साहन दिँदै यसरी अनि सत्य मार्गमा लाग्नु होला। सुस्वास्थ्यको हेरचाह गर्नु होला। त्यही कारणले अनि मसँग सम्बन्धित भएका विभिन्न अनि विभिन्न भिक्षुवर्गहरूले गुरुवर्गहरूले पनि प्रार्थना गर्नेछु यो विभिन्न कोभिड-19 मुक्त होस् भन्ने प्रार्थना गर्नेछु। सबै भोटमा हुने सबै गुरुहरूलाई मेरो अनि सुस्वास्थ्यको कामना यहाँदेखि नै गर्दछु। अस्ति मैले बताउने क्रममा यो अनि कश्यपको जीवनी कथाहरू र उहाँको विभिन्न मैले बताइसके उहाँको विषयमा बताउने कुरा निकै नै छ। अनि एक समयमा हेर्ने एक पक्षबाट हेर्ने समयको अलिकति कमजोर भएकोले समयको अभाव भएकोले अनि सबै बताउन सकिन्न। अनि यसको विभिन्न यो कथाहरू विभिन्न भनाइहरूलाई चाहिँ अब सङ्कलन गर्नुपर्ने हुन्छ। त्यही कारणले अनि आजको लागि चाहिँ म पहिला अस्ति बताएको त्यति नै हो। भविष्यमा पछि फेरि यो कश्यपको विषयमा सङ्कलन भए विभिन्न कथाहरू विभिन्न उहाँको बारेमा सङ्कलन भए भने भइसकेपछि फेरि बताउने म जमनको राख्नेछु। आज म यो आनन्दको विषयमा तपाईहरुलाई म परिचय दिन चाहन्छु। बुद्धको सेवक रहेको छ आनन्द यसको विषयमा बताउनु पर्दाखेरि
다들 मिनजोदी आजको मुख्य अब व्यक्ति देखो त अब यो अनि यो बुद्धको पहिलो बुद्धपद सङ्कलनको अब समारोहमा त्यसमा बुद्धपद सङ्कलन गर्ने एकदम महत्त्वपूर्ण व्यक्ति चाहिँ आनन्द रहेको छ यो भारत अर्थात् यो संस्कृतमा चाहिँ कुङ्गावोलाई चाहिँ आनन्द भनिन्छ भोट भाषामा कुङ्गावो यसलाई संस्कृत अथवा नेपाली भारतमा चाहिँ यसलाई इन्डियन अब यसलाई चाहिँ आनन्द भनिन्छ आनन्द तुङ्गी यो गुफाभित्र रहेको छ यो अनि यो फोटो रहेको छ अनि उहाँको एउटा पहिला जीवनी कथा बताउनु पर्दाखेरि हैन बुद्धलाई धेरै अनगिन्ती चेला रहेको छ त्यो भित्र पनि अब अनि धेरै दिशाबाट हेर्दा पनि एकदम विशेषता असामान्य एउटा पुग्दछ उहाँ आनन्द चाहिँ धेरै पक्षबाट हेर्दा एकदम उत्कृष्ट व्यक्ति मानिन्छ उहाँलाई अब उसको विषय बताउनु पर्दाखेरि यसको अब विभिन्न अनि यसको विभिन्न विषय बताउनु पर्दाखेरि आज उहाँ कसरी भिक्षु बन्नुभयो उहाँले कसरी धर्महरू यसरी अभ्यास गर्नुभयो यसको विषयमा विभिन्न अब बारेमा यसरी बताउन जाँदाखेरि अब पहिला के हो त भन्दाखेरि बुद्धको चेला मध्येमा एकदम स्पेशल अर्थात् असामान्य विशेषता आनन्द किन एकदम आनन्द चाहिँ एकदम किन फरक भएको छ त भन्दाखेरि आनन्द अरू भिक्षुहरूभन्दा फरक हुनुको एउटा कारण के हो भने मौखिक परम्परा अर्थात् थेरवादको परम्परा अनुसार अनि आनन्द अब आनन्द र बुद्ध दुवै अब एकै दिनमा अब साक्य कुलमा जन्मेको थियो अब आनन्दको बुबा चाहिँ अमृतोदन थियो र अनि बुद्धको पिता चाहिँ अब शुद्धोदन थियो उहाँहरू चाहिँ अब अनि यो अमृतोदन र अनि शुद्धोदन चाहिँ अब दुवै दाजुभाइ थियो अब उहाँहरूको अब एउटै आमा हो कि त्यो त अब भन्न सकिँदैन तर पनि के हो त एउटा उहाँ अब दाजुभाइ परेको थियो त्यसैले अनि आनन्द र अनि बुद्ध आफ्ना पिताको अब छेउमा अब दाजुभाइको रूपमा अब चिन्थ्यो अब यो थेरावादाको परम्परा अनुसार के हो त जुन बुद्ध र यो आनन्द चाहिँ शाक्यमुनि गौतम बुद्ध र आनन्द र चाहिँ कपिल वस्तुमा सँगै हुर्किएको थियो भन्ने कुरा छ यो अमृतोदन यसलाई शाक्य अब भनिन्छ यसलाई दुजिसे यसलाई चाहिँ अब अमृतोदनको अब अनिरुद्ध अब अनिरुद्धको पिता थियो अमृतोदन अब त्यही कारण अनि यो चाहिँ अब स्थावीरमा यसरी अब भनिएको छ उहाँलाई चाहिँ दुईटा छोरा रहेको छ अब यो स्थावीर अब परम्परा अनुसार हैन अब यो अनिरुद्ध र अनि यो एक किसिमको अनि यो आनन्दको अब पिता चाहिँ अमृतोदन हो भन्ने बताएको छ अनि यो अब देवको चक्षु ज्ञान उपयुक्त भएपछि अब अमृतोदन मान्दो रहेछ होइन अब यसरी 10 पनि भनिन्छ 8 पनि अब ज्ञानले भरिपूर्ण भयो जे भए तापनि अब जे भए तापनि के हो त अब आनन्द र पूर्ण अब दाजुभाइहरू थिए जे भए तापनि अब तिब्बती मूल सर्वस्तिवादको परम्परा अनुसार विनय वस्तु अनुसार शुद्धोधन अनि शुक्लोधन द्रोणोधन अमृतोधन 4 दाजु मध्ये अमृतोधन कान्छो थिए अनि उनको 2 छोरा थियो र देवदत्त र आनन्द भन्ने कुरा रहेको छ
अनि उहाँलाई आनन्द नाम किन दियो त भन्दाखेरि अब फरक जुन अब एकदम रमाइलो हुने बेलामा एकदम आनन्द भएको बेलामा त्यहाँको मान्छेहरूले एकदम खुसी भएको दिनमा यो जन्मेको हुँदाखेरि आनन्द खुसी भएको दिनमा जन्मेको हुन्छ त्यो छोरालाई आनन्द नाम राखियो भने यसरी भनेको थियो। अब खरा व्याख्या अनुसार आनन्दको बुबा काका शुक्लधनको दोस्रो छोरा थिए र बुद्धले बुद्धत्व प्राप्त गरेको दोस्रो महिनाको 8औं दिन गतेको दिनमा जन्मेको थियो। अनि जब उनको जन्म भयो राजा खुसी भएर सबै अब दरबारीहरूले भोजन मनाए त्यसै उनले नाम त्यसको बेला उनको नाम चाहिँ अनि आनन्द भन्ने नाम राखियो। उहाँ देवदत्तका कान्छो भाइ थियो आनन्द चाहिँ। उसको अनुहारमा पूर्णिमाको चन्द्रमा जस्तै आँखा निलो उत्पलको फुल जस्तै थियो। 8 वर्ष उमेरमा अगाडि 8 वर्ष उमेरमा भिक्षु हुनु गुम्बामा जानुभयो। अब अनुरोधको 4 अनुसार सोल्सीलेकी छगा भन्छ यसलाई। अनुरोधको 4 प्रार्थना अनुसार भिक्षु हुनुभयो। अनि बुद्धको सबै विद्यार्थीहरूमध्ये उहाँ सबैभन्दा ठुलो विद्वान हुनुहुन्थ्यो आनन्द चाहिँ। उनले बुद्धको सेवकमा रूपमा सेवा रूपमा अनि 31 वर्ष सेवा गरेको थियो। बुद्ध चाहिँ 35 वर्ष उमेरमा उहाँ बुद्धत्व ज्ञान प्राप्त गर्नुभयो भने त्यो बुद्धको ज्ञान प्राप्त गर्ने रातमा चाहिँ आनन्द रानी आफ्नो पुत्र राहुलको जन्म भएको थियो। अनि एउटा बुद्धको ज्ञान प्राप्त भएको एकदम खुसियाली भएको दिनमा अनि यो नानी जन्मेको हुँदा त्यो नानीको नाम चाहिँ आनन्द राखियो। अनि यसरी 6 वर्षसम्म कठोर ध्यान गर्नुभयो बुद्धले। त्यो बेला कपिल वस्तुमा के हल्ला फैलेको थियो भन्दाखेरि अनि त्यो बेला भनौँ न कपिल वस्तु के हल्ला मच्चिएको थियो भन्दाखेरि बुद्ध चाहिँ 6 वर्ष ध्यान गर्ने क्रममा उहाँ चाहिँ निधन हुनु भयो भनेर त्यो कुरो धेरै मर्माहित भएको थियो त्यो कपिल वस्तुको नगरमा मान्छेहरूलाई। अनि त्यसमा मैले अहिले भन्नु भुलेको गल्ती भयो क्षमा गर्नु होला। यो 8 वर्ष 6 वर्ष कठोर ध्यान गर्दाखेरि यसरी एकदम ध्यान गरेको अन्तिममा के कुरा सुनेछ भन्दाखेरि हल्ला मच्चियो भन्दै बुद्धले चाहिँ बुद्धको ज्ञान प्राप्त गर्नु भएछ। सिद्धार्थ गौतम चाहिँ बुद्धत्व हासिल गर्नु भएछ भने त्यो एकदम खुसी भएको थियो हैन। त्यो हुने बेलामा चाहिँ के हो त भन्दाखेरि अनि त्यही बेला त्यो छोरा जन्मे एउटा केही मान्छे जन्मेको हुँदाखेरि जुन यो अमृता गणको पुत्र जन्मेको हुँदा उसको नाम चाहिँ आनन्द राखियो। अनि बुद्धका सबै विद्यार्थीहरूमध्ये उहाँ चाहिँ सबैभन्दा ठुलो विद्वान हुनुहुन्थ्यो। बुद्धको सेवकमा रूप 31 वर्षसम्म आनन्दले सेवा गरे। अनि उहाँ एक कोष अध्यक्ष जस्तै हुनुहुन्थ्यो जसले बुद्धले सिकाएको सबै धर्म कायम राख्नुभयो। तिब्बती मूल सर्वश्रेष्ठ विनय अनुसार बुद्धको छोरा राहुल आनन्द दुवै जन्म 35 वर्ष उमेरमा बुद्ध ज्ञान प्राप्त भएको समयमा भएको थियो। सबै आबन्धहरूले बच्चाको जन्म यस्तो अवसर भएको बताएका छन्। जब सबै खुसी थिए त्यसै उनलाई आनन्द भनिन्छ। जब बुद्धत्व ज्ञान प्राप्त गरे 6 वर्षमा आफ्नो अमृता भूमि कपिल वस्तुमा फर्कनु भयो। आनन्द 6 वर्ष उमेरमा उहाँ चाहिँ भिक्षु हुनुभयो। आनन्द 6 वर्षको थियो त्यो बेला। उनी त्यही बेला निस्किए। यो 10 बल कश्यप थियो जसले आनन्दलाई प्रतिज्ञा दिएर उहाँ भिक्षु नियुक्ति गरे आनन्दलाई। त्यसको बुद्ध 60 वर्षको हुँदा उनलाई बुद्धको सेवक बनायो आनन्दलाई। त्यस बेलादेखि बुद्धको 80 वर्षको उमेरमा निधन नभएसम्म उनले बुद्धको परिचयको रूपमा सेवा गरे। कारणले अनि उहाँ आनन्दको जेठो काका पनि हुनुहुन्थ्यो। यो पछि म के बताउन चाहन्छु भन्दाखेरि शाक्य परिवारको भविष्य बताउन चाहन्छु। शाक्य परिवारको वर्णन विभिन्न तरिकाहरू बताएको छ। यो 60औं शताब्दीतिर बुद्धको धर्म बहुत फैलेको थिएन। अनि त्यो बेला भारतको विद्वान हिसे भेपा हैन उनी गुरु ज्ञान गुप्तद्वारा अनुवादित अभिनिष्क्रम सूत्र अनुसार यसरी बताएको छ जुन लोबेन हिसे भेपा भनिन्छ उहाँलाई चाहिँ। भनौँ न उदाहरणको लागि भारतीय गुरु ज्ञान गुप्तले 6औं शताब्दीमा चिनिया भाषाको अनुवाद गरेको अनग्गा सूत्रले शाक्य राजा सिंहानुका 5 सन्तान थिए भनिन्छ। अनि सन्तान चाहिँ शुद्धोधन, शुक्लधन, द्रोणोधन, अमृतोधन र अमृतधन थिए।
अब शुद्धोधनले सिद्धार्थ र आनन्दलाई अब जन्म दिएको थियो हैन अब सिद्धार्थले अब राहुलको बुवा हुनुहुन्थ्यो सिद्धार्थ गौतम शुक्रोधनले अब तृष्य र भद्रका पिता हुनुहुन्थ्यो अनि अमृतोधनले चाहिँ के हो त आनन्द र देवदत्तलाई अब यसरी अब उहाँको पिता हुनुहुन्थ्यो अब छोरी पनि हुनुहुन्थ्यो अमृतोधनको छोरा चाहिँ आनन्द छोरी चाहिँ अमृता भनिन्थ्यो यो चाहिँ उहाँले अब यो भारतको गुरु ज्ञान गुप्ताले यसरी 6औं शताब्दीमा अब चीनको अनुवादमा गरेको यसरी अब उहाँले लेख्नु भएको छ अनुवाद गरेको किताब अनि अलिकता फरक छ अगाडिको यो ज्ञान गुप्ताले जस्तै अब त्यही अब अनुवाद गरेको अनि चीन भाषामा अब यो अनि यसलाई मैले चीन भाषाको भोटमा परिवर्तन अब अनुवाद गर्नु जस्तो लाग्यो तर मैले गर्ने यतिमै राख्थेँ यो भित्र के बताएको छ त भन्दाखेरि अब शुद्धोधनले अब सिद्धार्थ र आनन्द हैन जन्म दिए भने जस्तै हो किसिमको सिद्धार्थले राहुललाई उस्तै नै हो अब शुक्रोधन तृष्य र भद्रका पिता हुनुहुन्थ्यो अब द्रोणोधनले अब देवदत्त र आनन्दलाई अब जन्म दिए हैन अमृतोधनले अनिरुद्ध र महा नमनलाई जन्म दिए भने अलिकति फरक छ यसमा अब तृष्य भनिन्छ यसमा यो अलिकति फरक रहेको छ महानामलाई जन्म दिएको छ अमृतोधनले किसिमको अमृतोधनले चाहिँ अब अनिरुद्ध र महान भने अब मुनि पढिदियो माथि चाहिँ अमृतोधनले अब देवदत्त राई किसिमको अब यो आनन्दलाई भनेछ पिताको नाम अलिकति फरक राखिएको छ अब 8औं शताब्दीमा तिब्बती अनुवादक अब कावापल्थेकद्वारा तिब्बती भाषाको भाषामा अनुवाद गरिएको विनय वस्तुबाट धर्मवादको अध्यायमा अब राजा सियानुका छोरा 4 छोराहरू अब शुद्धोधन शुक्रोधन द्रोणोधन अमृतोधन रहेको छ त्यो मध्येमा कान्ता भाइ चाहिँ अब अमृतोधन रहेको थियो भन्ने बताएको छ अब शुद्धोधनले अब सिद्धार्थ र अब नन्दलाई जन्म दिएको थियो नन्दलाई सिद्धार्थसँग राहुल थियो शुक्रोधनलाई कृष्ण र भद्रका पिता हुनुहुन्थ्यो द्रोणोधनले अब महानाम र अनिरुद्धलाई जन्म दिए अमृतोधनले आनन्द र देवदत्तलाई जन्म दिए बताएको छ अब ताङ राजवंशको समयमा लेखिएको शाक्य परिवारमा रहेका सहित धेरै चिनिहरू स्रोत अनुसार यस्तो रहेको छ अब यो शुद्धोधनको छोरा जुनमा त्यस्तो फरक छैन शुक्रोधनले आनन्द र देवदत्त थियो द्रोणोधनले महानाम र अनिरुद्ध थियो अमृतोधनले तृष्य र भद्रका जन्म दिए यस्तो बताएको छ किसिममा यो 4 दाजुभाइहरूले अब विभिन्न अब छोरा यो जन्माए भन्ने कुरा हो बेग्लै बेग्लै अब लेखेको हुँदाखेरि त्यो मैले बताउँदैछु अहिले अब यसलाई एकीकरण गर्दाखेरि अब सन्ततिमा बताउनु पर्दाखेरि मैले पूर्वोक्त कुराहरू बताउने क्रममा यो सूत्र र बौद्ध शास्त्रभित्र अनि यो शाक्यको वंश बताउने बेलामा अनि अब शुद्धोधनको अब सिद्धार्थ र नन्दलाई जन्म दियो र किसिमको अनि यो राहुललाई चाहिँ बुद्धको छोरा हो भने सबैले अब स्पष्ट छ यो अब एक किसिम भन्दा अब के हो त यो अब आनन्द र देवदत्त अब आनन्द र देवदत्तको पिता चाहिँ अब शुक्रोधन हो कि अमृतोधन हो यो फरक छ अब यो किसिमको आनन्द र देवदत्तको पिता चाहिँ अब अमृतोधन भएको चाहिँ अब स्थवीर बाहेक अब अरू सबै मिलेको छ यो स्थवीरको अब निकायहरू चाहिँ अलिकति मिलेको छैन अरू अब निकायहरू सबै मिलेको छ अनि एउटाले चाहिँ अब यसमा अलिकति नमिल्ने चाहिँ अब कुन चाहिँ वरिष्ठ हो त कुन चाहिँ दाजु कुन चाहिँ भाइ हो त भन्ने
कुरामा अब अलिकति पर्दाखेरि त्यो हामीले अब निष्कर्ष गर्नुपर्ने हुन्छ। पछि अब आनन्दले धर्म वाचन गर्ने अब अलिकति फरक भएको कुराहरू चाहिँ हामीले अनि बुझ्नु जरुरी छ हैन। यो भोट लिपिमा भएको कुराहरू चाहिँ किन अर्कै अब विषयमा भएको अर्कै अब यो लिपिमा भएको कुराहरू चाहिँ अब निकायमा भएको चाहिँ हामीले अब त्यति थाहा हुँदैन। त्यही कारण यस्तो कुराहरू पनि थाहा हुनुपर्दछ। अब पहिले चाहिँ के हो त भन्दाखेरि विभिन्न अब विषय भएको मध्येमा पहिलो चाहिँ अब उहाँ चाहिँ अब धर्म गर्ने तरिका कसरी धर्म अनुष्ठान अभ्यास गर्नुभयो भन्ने विषयमा बताउनु पर्दाखेरि यसमा तीनटा कुरा रहेको छ। पहिला चाहिँ अब उहाँ भिक्षु हुने एउटा परिवेशित भएको एउटा विषय र उहाँ धर्ममा शिक्षण गर्ने तरिका अनि अब बुद्धको अब नजिकमा भएपछि अब एक किसिम के हो त एक किसिमको परिचारक भइसकेपछि अब यसरी धर्मको विकास भएको कुराहरू यो बताउने छु म। यो स्थविर अब निकै अनुसार अब अनि बुद्ध 30 वर्षको उमेरमा चाहिँ पुग्दाखेरि अनि विभिन्न अब त्यो पुग्ने बेलामा चाहिँ के हो त भन्दाखेरि अनि आनन्द देवदत्ताहरू विभिन्न भिक्षु हुनुभएको थियो त्यो बेला। एउटा अब आरत रहेछ हैन, त्यसको नाम चाहिँ अब स्पष्ट नभएको कारण म नाम बताउँदिन। अब के हो त भन्दाखेरि अब आनन्द चाहिँ अत्यन्त अब मेहनती थियो हुनुहुन्थ्यो। अब यो जुन वर्षवासको बेलामा चाहिँ उहाँ चाहिँ अरहतको अब ज्ञान प्राप्त गरियो भन्छ आनन्दले। अनि उहाँ अब यो उहाँले यो आनन्दले चाहिँ यस्तो ध्यान गर्ने क्रममा चाहिँ के हो त भन्दाखेरि अब यो गाङ्बु भन्ने चाहिँ उहाँ चाहिँ अब पौर्णा भन्छ। उहाँले चाहिँ एकदम आनन्दलाई धेरै नै अब के हो त प्रभावित पारेको थियो र आनन्द पनि त्यो पौर्णले गर्दाखेरि धेरै नै किसिमको अब ज्ञान हासिल गरेको थियो भने जस्तो बताइन्छ। अनि यसरी अब आनन्दले बुद्धको परिचारको रूपमा सेवा गरेको समयमा आनन्दले पछि बुद्धको परिचार पनि बनाएको थियो। अनि यो एक किसिम के हो त भन्दाखेरि अब यो पूर्ण भनिन्छ। पूर्ण जस्तो कि अब भनौँ न उनको शिक्षाको खेम अरहत बेल तत्त्वसी थिए जसबाट उनले पूर्ण आदेश पाएको थियो। आनन्द धेरै मेहनती थिए र त्यसैले उनी आफ्नो पहिलो वर्षको अब वर्षवासमा अब प्रवेशको नतिजामा पुग्नु भयो। पछि आनन्दले धर्म प्रवचन गर्ने भिक्षुहरूलाई बताउनु भयो कि उहाँ कसरी उहाँ अभ्यास गर्दै हुनुहुन्थ्यो। पूर्ण भनिन्छ पूर्ण मत नि पुत्र अब यसलाई पाली भाषामा छ यसलाई पूर्ण मत्रीय पुत्र। उहाँले धेरै सहयोग थियो। पूर्णले अब नयाँ भिक्षुहरूलाई धर्म सिकाउनु भयो र उहाँले 5 समस्या र आत्मा बीचको सम्बन्धको गहिरो व्याख्या गर्नुभयो। पूर्णको उपदेश सुन्दा आनन्दले 5वटा समिष्टको अनित्य अब कष्ट र निस्वार्थको बुझाइ गहिरो भयो। अन्तमा अब उनको प्राज्ञा पूर्ण रूपमा परिपक्व भएर उनले धारा प्रवेशको परिणाम पनि प्राप्त गरे। अर्थात् उहाँलाई अब यसलाई अब झिसु झिबु भनिन्छ त्यो प्राप्त भयो। आनन्द भिक्षु जीवन शैलीबाट पूर्ण रूपमा सन्तुष्ट थिए र मुक्तिको मार्गमा लाग्नु अगाडि बढ्नु धेरै भाग्यशाली थियो भनेर बुझे। भिक्षुको जीवन शैली बताएको आफ्नो पहिलो वर्षमा उसले आफ्नो अस्तित्वलाई बसमा पार्ने तरिकाको लागि मात्र रुचि र उत्साह थियो। त्यसैले उहाँ बाहिर गएपछि भिक्षु जीवन शैलीमा कुनै कठिनाइ पनि भएन। त्यसपछि अब 25 वर्षको अवधिमा भनौँ न अनि उनको अभ्यास निरन्तर सुधार हुँदै गयो।
अब आनन्दले बुद्धको परिचरको रूपमा सेवा गरेको समयमा आनन्दले पछि बुद्धको परिचर बनाइयो पनि उनले पहिले जस्तै अभ्यास जारी राख्यो अनि बुद्धको परिचर 18 वर्षसम्म आनन्द जुग कुनै विशेष ख्याति बिना एक साधारण विद्यार्थी हुनुहुन्थ्यो मुक्ति प्राप्तिको लागि निरन्तर प्रयास गर्नु नै बुद्धको सेवा हो भनी उहाँले अब उनको महसुस गरेर त्यसैले उनले कुनै पनि हालतमा ती अभ्यासहरूबाट विच्छेद गरेनन् उनले यस बेला केही श्लोक लेखेका छन् तिनीहरूलाई लगभग अनुवाद गर्न यसलाई अलि मैले अब भनौँ अनुवाद गर्दाखेरि लगभग के लेखेको छ भन्दाखेरि यो बताउनु भएको छ आनन्दले भन्दाखेरि पुरा 25 वर्षमा मेरो धर्म अगाडि बढ्यो मैले कहिल्यै सांसारिक माया मोहमा डुबेन र म सच्चो धर्म स्वरूप मैले बुझेँ भन्ने यसरी लेखेको छ अर्थात् मैले बुद्धलाई जम्मा 25 वर्षसम्म मैले अब सेवा गरेँ त्यो वर्षभित्र 25 वर्षसम्म मलाई कुनै पनि संसारिक माया जालमा फसेन र मैले सच्चो धर्मको मैले दृष्टि देख्यो भने यसरी बताउनु भएको छ पुरा 25 वर्षको लागि मेरो धर्म अभ्यास अगाडि बढ्यो मैले कहिले आक्रोश महसुस गरेन र साँचो धर्मको स्वरूप बुझेँ भने यसरी आनन्दले बताउनु भएको छ यो श्लोकहरूले 25 वर्षसम्म बुद्धको सेवाको अवधिमा उनले शिक्षाको मार्गमा केही भन्दा बढी नभए पनि उनको अभ्यासमा निरन्तरता सुधार हुँदै गयो जब उनी भन्छन् कि उनले कुनै इच्छा वा रिस महसुस गरेन मलाई रिस आएन यसले के देखाउँछ भन्दाखेरि यसले देखाउँछ कि उनको बुद्धसँग गहिरो सम्बन्ध थियो र उनको ठूलो विश्वास र सम्पूर्णका साथ बुद्धको सेवा गरे तर मुक्ति प्राप्त गर्नको लागि उनले त्यसबाट कुनै लाभ उठाउने महसुस गरेन एक किसिमले के हो त मुक्ति प्राप्त गर्नको लागि एउटा संसारिक कुराहरू उहाँले प्राप्त गरेन यसरी सोच्ने व्यक्ति मात्र बुद्धको सेवक बन्न योग्य हुन सक्छ भने यसरी बताएको छ अब यस्तो गहिरो अब सोच भएको गम्भीरता सोच भएको होइन त्यही कारणले बुद्धको नजदिकमा हुने एउटा उहाँ परिचर अब बुद्धको सेवक बन्नुभयो परिचारक बन्नुभयो त्यही कारणले हामी अब खास बुद्धको चेला हो भने सेवा हो भने होइन धर्म गर्नु नपर्ने अभ्यास गर्नु नपर्ने विभिन्न गुरुहरूको काममा व्यस्त हुने सोच्छ नि तर पनि उहाँ त्यस्तो थिएन बुद्धलाई सेवा गर्दा गर्दै उहाँ परिपक्क मुक्त हुनुहुन्थ्यो उहाँ दिन रात ध्यानमा कहिले पनि यो हटबट तलमाथि कहिले पनि नहुन्थ्यो त्यही कारणले उहाँले चाहिँ अब संसारीको माया जालप्रति फस्ने यसरी गुरुलाई अपमान गर्नु जस्तो कहिले पनि गर्नुभएको थिएन अब दोस्रो चाहिँ के हो भन्दाखेरि अब आनन्दको प्रख्यात विषय बोधन पर्दाखेरि अब यो चाहिँ के हो त भन्दाखेरि बुद्धको धेरै अब स्नेहको नजिक भनौँ एकदम उप स्नेह एकदम नजिकको होइन एउटा माया ममता भएको एउटा बुझिन्छ बुद्धलाई बुद्धको पालोमा भनौँ न अब धेरै अब चेलाहरू मध्येमा अब आनन्द अत्यन्त प्रख्यात थियो होइन अब आनन्द प्रख्यात एक किसिमको अब प्रसिद्ध हुनुको कारण के हो भन्दाखेरि अब अब यो कुशलम्ब भन्ने के हो त यसको माने बताउनु पर्दाखेरि आनन्द चाहिँ एक किसिमको धर्मको धेरै उच्चको स्तरमा पुग्नु भएको थियो उहाँ धेरै उच्च स्तरको उहाँलाई समझ ज्ञान भएको थियो त्यसैले बुद्धले पनि आनन्दलाई जीवित धर्म वा मासु र रगत भएको धर्म जस्तै भन्नुभएको थियो कुशलम्ब भनिसकेर एक किसिमको अब आलो मासु भने जस्तै बुद्धले जे बताउनु भयो त्यही नै आलो नै एकदम टपक्क चिन्ने आनन्द हुनुहुन्थ्यो त्यही कारणले गर्दाखेरि अब यसरी उहाँ एकदम प्रख्यात पनि हुनुभयो आनन्द चाहिँ
एक पटक अब एक सामान्य विद्यार्थीले अब बुद्धलाई सोध्नु भएछ, हे सकेमुनि गौतम बुद्ध, मैले बुद्ध र सङ्घलाई प्रणाम गरिसकेपछि म कसरी धर्मलाई प्रणाम गर्न सक्छु र भनेर यसरी प्रश्न गरे। त्यति बेला अब यो प्रश्न गरेको कारण किन भन्दाखेरि त्यति बेला अब धर्म लेखिएको थिएन, अर्थात् लिपिबद्ध थिएन, लिपिमा थिएन त्यो अब अक्षरमा नथापे भन्दाखेरि त्यसैले नै बुद्धले अब एउटा ठाउँ थिएन, एउटा धर्मको यसले प्रणाम गर्नुपर्छ एउटा देखाउने केही पनि थिएन, किनकि लिपिमा थिएन नि त। त्यही कारणले गर्दा बुद्धले के भन्नुभयो भन्दाखेरि त्यसैले बुद्धले भन्नुभयो कि यदि धर्मलाई एक किसिमको अब प्रणाम गर्ने हो, ढोक गर्ने हो भने तिमीले कुलीन परिवारका बालक, यदि तिमी साँचो धर्मलाई प्रणाम गर्न चाहन्छौ भने तिमीले साँचो धर्मको कोषक भण्डार अब कोष अध्यक्ष अर्थात् धर्मको भण्डारता आनन्दलाई प्रणाम गर्नुपर्छ भन्ने बुद्धले आज्ञा दिनुभयो। यसकारण अनि त्यो सामान्य विद्यार्थीले आनन्दलाई निम्तो दिएर उहाँलाई अनि बहुमूल्य कपडाको टुक्रा सहित प्रसाद दिए भनौँ एक किसिमको अब जुन अब त्यो प्रश्न सोध्ने भिक्षुले चाहिँ एउटा आनन्दलाई एउटा आनन्द एकदम राम्रो खाले एउटा वस्त्र दियो। आनन्दले त्यो सारीपुत्रले अब फेरि त्यो एकदम चिल्लो एकदम नरम कपडा सारीपुत्रले दियो र सारीपुत्रले बुद्धलाई अब चढ्नु भयो, किनकि यो योग्यताको सर्वोच्च क्षेत्र हुनुहुन्थ्यो होइन। अब पुण्य सञ्चय गर्ने योग्यता क्षेत्र सर्वोच्च क्षेत्र चाहिँ अब बुद्ध भएकोले यसरी चढ्नु भएको थियो। अर्को अवसरमा अब आनन्दले बुद्धले एउटा प्रश्न सोधे, के मिन्दु यसमा अलिकता यो आवाज मैले नसुनेको हुँदैन, मैले अनुवाद गर्न सकिनँ। आखिरमा यहाँ के थियो त भन्दाखेरि अब बुद्धले अब जब दिनु बाहिर निस्किनु भएर बुद्धले के भन्नु थियो भने आनन्द केवल एक शिक्षार्थी हुनु सक्छ, अर्थात् अझै अर्हत छैन, भएको छैन त। तर यदि तपाईँले उहाँ जत्तिकै प्रज्ञा भएको कसैलाई खोज्नु भयो भने त्यो सजिलो हुने छैन भने यसरी बतायो होइन। किन त भन्दाखेरि अब सबैको अब नजरमा अब आनन्दले किन यसरी अब राख्नु भएको त, आनन्दलाई यसरी अब परिचय गर्नु कारण के हो त होइन। किन यसरी उहाँ त अर्हत होइन, त्यही पनि किन यसरी तपाईँले परिचयको रूपमा राख्नु भयो त भन्दा मान्छेले प्रश्न सोध्यो भनौँ, बुद्धले भन्नुभयो होइन। उहाँमा चाहिँ एकदम उहाँसँग चाहिँ एकदम तीको प्रज्ञा बुद्धि ज्ञान टापु सुने बुद्धि ज्ञान भएकोले अनि यसरी अनि अरू उहाँ जस्तै अरू पाइँदैन, त्यही कारण मैले यो आनन्दलाई मैले अब छाने भने यसरी अब राख्यौँ। अब कुनै शत्रु नभएको व्यक्ति अब ठाउँमै बिमी अब एक किसिमको के हो त अब यदि आनन्द यो प्रसिद्ध थियो भने यो सम्भव छ कि मानिसहरू स्वाभाविक रूपमा उहाँप्रति ईर्ष्या वा रिस उठ्न सक्छन्, तर वास्तविकमा आनन्दलाई त्यस्तो कुनै शत्रु उहाँको कुनै पनि शत्रु थिएन। बुद्धको साथमा पनि नआएको यस्तो राम्रो अवस्था उहाँलाई आउनु भाग्य वा समय मात्र पनि थिएन। यो आनन्दको अघिल्लो जीवनको घटनाहरूसँग जोडिएको थियो र उसले धर्मको अनि द्वारमा प्रवेश गर्ने क्षणदेखि नै उनको स्पष्ट महानशय पनि जोडिएको थियो, जसको कारण उनको ख्याति र कृतिले उनलाई कुनै असर गरेन वा उनलाई घमण्ड बनाइदियो। यसबाहेक उहाँसँग कुनै घमण्ड वा घमण्ड थिएन र घमण्ड नभएका मानिसहरूसँग कम शत्रु हुन्छन्, तिनीहरूको ईर्ष्या गर्ने मानिस पनि थिएन। त्यही कारण आनन्द यस्तो घमण्ड कहिले नगर्थ्यो है, त्यही कारणले उहाँलाई अब कुनै पनि अब दुश्मनीहरू थिएन। तर पनि एक किसिमको के हो त बुद्धलाई भने एक किसिमको के हो त अब यो देवदत्ता भन्ने अब उहाँलाई चाहिँ अलिकता पारेको थियो। देवदत्ता चाहिँ अलिकता बुद्धलाई अब खण्डन गर्नेहरू पनि कुराहरू रहेको छ।
त्यही कारणले गर्दाखेरि के हो त भन्दाखेरि हैन मलाई यति ज्ञान प्राप्त भएको चाहिँ एउटा बुद्धको कारणले गर्दाखेरि बुद्धको धर्मले गर्दाखेरि मलाई यसरी म यो ठाउँमा आएको भन्दाखेरि अनि मैले कुनै पनि मान्छेलाई मैले के हो त ईर्ष्या डाह गर्न मिल्दैन भन्ने कारण त्यहाँदेखि रहेछ त्यही कारणले अनि घमण्ड र एउटा अभिमान नभएको मान्छेलाई चाहिँ के हो त शत्रुहरू पनि कम हुँदछ त्यही कारणले उहाँलाई चाहिँ डाह ईर्ष्या गर्ने मान्छे कम नै थियो आनन्दलाई अब यो स्थापित अनुसार हैन उहाँको पिता चाहिँ अब थेरवाद अनुसार अब भएको उहाँको पिता चाहिँ के हो त भन्दाखेरि अनिरुद्ध भनिन्छ हैन जस्तै भएको भए अब थेर अनुसार जस्तै अब अनिरुद्ध भए जस्तै भएको भए र समाजको सबै सम्बन्ध तोडेर गहिरो ध्यानमा आराम अब ध्यान भनन ध्यानमा आराम गर्नमा ध्यान केन्द्रित गरेको भए कुनै शत्रु नहुने हुन्थ्यो तर आनन्दको अवस्था त्यसको उल्टो थियो उनी बुद्ध र उनका विद्यार्थीहरूको बीचमा फसेको थियो र माझिएको थियो साना दिमागका मानिसहरूको द्वेष र शत्रुताको अधीनमा बस्नु पर्थ्यो उहाँका लागि कुनै विशेष शत्रु वा प्रतिबन्धी नहुनुलाई आनन्दको विशेष गुण भन्न सकिन्छ हैन आनन्द चाहिँ के हो त विभिन्न द्वन्द्वबाट मुक्त भइसक्यो त्यहाँदेखि छुटेर बुद्धको ठाउँमा आइसकेपछि उहाँले चाहिँ के हो त नि बुद्धदेखि धेरै दीक्षा आफूसँग पाएको हुँदाखेरि उहाँले अब यसरी रिस गर्ने डाह गर्ने केही पनि अब ठाउँ पाएन त्यही कारणले अनि एकदम उहाँसँग एउटा एकदम घमण्ड अभिमान नभएको कारणले गर्दाखेरि एकदम मनमा कोमलता सद्भावना भएको हुँदाखेरि अनि उहाँले अब कुनै दुश्मन शत्रुहरू थिएन त्यही कारणले उहाँलाई चाहिँ अब सबैले अब प्रसन्न सबैले अब उहाँलाई चाहिँ अब इज्जत गर्ने त्यस्तो अब भएको थियो आनन्दलाई उहाँको एउटा विशेषता कारण अर्को गुण के छ भन्दाखेरि हैन धेरै अब सुनेको ज्ञान हैन श्रुतिमय ज्ञान भनौँ न धेरै श्रुतिमय ज्ञान थियो उहाँसँग अब माया परिनिर्वाण सूत्रमा बुद्धले आनन्दमा 8 अल्पकालीन अकल्पनीय गुणहरू छन् र उहाँ धेरै अब श्रवणमयको भण्डार हुनुहुन्थ्यो भने बुद्धले बताउनु भएको छ अचिन्तनीय अब सूत्रमा महापरिनिर्वाण सूत्रमा यसरी बताएको छ हामीले अब हामीले चाहिँ एक किसिम के हो त भन्दाखेरि हैन हामीले अहिले चासो राखेको मुख्य कुरा पहिलेको एउटा परिषद बुद्धको एउटा के हो त बुद्ध पहिलो वचनको पहिलो यो संकलन हो त्यसैले मायन सूत्र उद्धृत गर्दै जोडिएको जस्तो लाग्छ तर हाम्रो शिक्षकको विद्यालयमा विद्यार्थीहरूलाई पढाउने कक्षा जस्तो होइन यसको सट्टा महत्त्वपूर्ण कुरा के हो जसले हाम्रो दिमागलाई मद्दत गर्नेछ हैन यसको बुद्धिहरू यसको मुख्य कुराहरू चाहिँ हामीले बुझ्नुपर्छ यो विविध इतिहास बताउने क्रममा अब अर्को चाहिँ के हो त भन्दा 8 अकल्पनीय गुणहरू के हो त भन्दा यसको विषयमा बताउनु पर्दाखेरि अब हामीले चिन्तन गर्न नसक्ने 8 ज्ञानहरू चाहिँ आनन्द भित्र छ भनेर बुद्धले बताउनु भएको थियो 8 के हो त भन्दाखेरि पहिलो 군거 계주 손배 가려야 다 공거 당 계주 당부도 가르 손면서나 다 군거 여기 가려야 로니슈하 저人类啊 योगबुसी पहिलो चाहिँ के हो त उसले मेरो सेवामा 20 वर्षसम्म जीवन दान दिए बिताए तर पनि कहिले पनि अनि पाउन जस्तै मेरो मलाई कहिले पनि पछ्याए न भन्नुभयो
होइन कोही त अब 20 वर्षसम्म अब सेवा गरेर बुद्धको पछि मात्रै पछ्याउने खाले हुन्छ नि तर त्यसरी अब अनि 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 अरूसँग 20 वर्षसम्म बुद्धको सेवा गरेपछि बुद्ध जस्तै अलिकता मान्छेको ठाउँमा अलिकता हुने खाने जस्तो एक किसिमको ठुलो अभिमान गरेन अरे पहिलो उहाँको ज्ञान उहाँको विशेषता पहिलो अकल्पनीय ज्ञान पहिलो गुण दोस्रो चाहिँ अब दोस्रो के छ भन्दाखेरि अब उसले अहिलेसम्म भनौँ न मेरो सेवा गरेकोले उसले मेरो पुरानो लुगा कहिले पनि उसले लिएन कहिले पनि लगाएन बुद्धको लुगालाई बुद्ध जस्तै सामने उसले अब एक किसिमको अनि सम्मान गरे भने बताउँदछ दोस्रो तेस्रोमा चाहिँ के हो भन्दाखेरि अब तेस्रोमा चाहिँ उहाँले मेरो सेवा गर्न थालेदेखि अहिलेसम्म उहाँ कहिले पनि अनुपयुक्त समयमा मसँग आउनु भएको छैन जहिले पनि आउँदाखेरि समय अनुयुक्त जहिले पनि अब अनुकूलता भएको अनि अब कुनै कुनै बुद्धको सेवा हो भने बुद्धको कुनै कुनै मान्छेको सेवा हो भने अब बिना समय आइरहेको हुन्छ तर आनन्द चाहिँ जुन बुद्धको जुन समयमा आउँदाखेरि पनि त्यो सबै अनुयुक्त समयमा अब देखा पर्थ्यो हो भन्ने कुरा छ अब चौथोमा के छ भन्दाखेरि उहाँ मेरो दास हुनुहुन्छ र उहाँमा दुःख कष्टहरू भए तापनि राज दरबार र उच्च जाति रानीहरूको अब महलहरूमा उहाँ मेरो सेवा भएर गएको छ उनले सुन्दर नारीहरू देवता र नागका कन्याहरूदेखि पनि कहिले कामना गरेको छैन हैन भने बुद्धसँग गए त भने बुद्ध अब विभिन्न राजमहल दरबार हैन मन्त्री गणहरूसँग जानुपर्ने हुन्छ त्यहाँ जस्तो मान्छे अब स्त्रीहरू देखे त पनि कहिले पनि धन सम्पत्ति स्त्री प्रति एक किसिम के हो त काम वासनाको इच्छा कहिले पनि राख्नु भएन यो चाहिँ चौथो उहाँको विषय अब मुख्य गुण थियो उहाँको कल्पनीय गुण अघिको अलिकति यसमा त्रुटि आएछ फेरि यसलाई सजाउँदै म फेरि बताउन चाहन्छु अनि विभिन्न अब स्त्रीहरू देखे त भने के हो त एक किसिमको यो चाहिँ अब उहाँले अब आसक्ता गर्नु नहुन्थ्यो भन्ने कुरा हो अब यो इम्पोर्टेन्ट एउटा छ एकदम इम्पोर्टेन्ट के हो त भन्दाखेरि उहाँ मेरो सेवा भएदेखि उहाँले एकपटक सुनेर मैले सिकाएको सूत्रको 12 कक्षाहरू कण्ठ अर्थात् 12 सूत्रहरू हैन अब भनौँ न एक किसिमको अनि एकचोटि मैले बताइसकेको कुराहरू हैन कण्ठ गरिसक्नु भएको छ र यो असम्भव छ कि उसले तिनीहरूको बारेमा फेरि यो अस्ति बताउनु भयो यो के हो भने कहिले पनि सोध्नु भएन आनन्दले यो एउटा भाँटोको सबै पानी अर्कोमा खाने जस्तै हो त्यस्तो ज्ञान थियो भन्ने बताउनु भयो उदाहरणको लागि हैन एउटा खाली रित्तो कलशमा अनि एउटा भरेको कलशमा सबै के छ सबै त्यो उतापट्टि अर्को खाली कलशमा हाल्दियो भने पुरानोमा के सबै त्यस्तै अब भरेको जस्तो सामान अनि त्यस्तै किसिमको एउटा पेनड्राइभमा सबै भरेको एउटा पेनड्राइभ अनि कुनै नभएको खाली ठाउँमा एउटा हामी पेनड्राइभमा हाल्ने सबै पहिला पेनड्राइभमा जस्तो छ त्यस्तै दुरुस्तै अनि उता अनि कपी गरेको जस्तै उता हालेको जस्तै अनि बुद्धले कस्तो प्रवचन गर्नुभयो कस्तो उपदेशहरू दिनुभएको थियो एउटै शब्द नछुटिकन कुनै शब्दलाई बाँकी नरहिकन दुरुस्तै कपी गरे जस्तै बुद्धदेखि दुरुस्तै लिएर उसले भित्र भण्डारण गरेको थियो होइन एकचोटि बुद्धले बताइसकेपछि होइन
दोस्रो कुरामा भुलेर बुद्ध यो गौतम बुद्ध हे सक्यो भने गौतम बुद्ध यो के होला भने अलिकति याद भएन यसो कहिले पनि प्रश्न गर्नु नहुन्थ्यो अरे बुद्धले जे भने त्यही नै मनमा कनिष्ठ गर्नु त्यस्तो खुबी थियो अरे उहाँमा यो पाँचौं अकल्पनीय गुण रहेको छ अब 6 नम्बरमा चाहिँ के हो भन्दा 6 नम्बरको गुण चाहिँ उहाँ मेरो सेवक भएदेखि अरूको मन पट्न सक्ने बुद्धि नभए पनि उहाँको अर्को मन छर्लङ्ग देख्ने ज्ञान थिएन तर पनि म एक किसिमको बुद्ध समाधिमा हुँदाखेरि कस्तो ध्यानमा बसिरहनु भएको छ भनेर आनन्दले छर्लङ्ग अब 7औं नम्बरमा उहाँ मेरो सेवक भएदेखि उहाँले आकांक्षाहरूको बुद्धि अब हासिल गर्न नसकेको भए तापनि उहाँले अब एक किसिमको प्रज्ञाको ज्ञानको अब प्राप्त नगरे तापनि उनीले चाहिँ आनन्दले चाहिँ तथागतको उपस्थितिमा आउने जाने आवत जावत भएको मान्छेहरू आध्यात्मिक र साधनाको परिणाम तुरन्त यो यति ज्ञानले भरिपूर्ण भएको छ यो भनेर तिनीहरूको प्राप्त गर्न सक्नेछन् भनेर उहाँले बुझ्न सक्षम हुनुहुन्छ दिव्य वा मानव शरीर प्राप्त हुनेछ भने यसरी बताउनुहुन्थ्यो त्यही कारणले गर्दाखेरि अनि यो मान्छेले यति ज्ञान हासिल गरेको छ अब आनन्दले छर्लङ्ग देख्नुहुन्थ्यो 8औं नम्बर के हो त मेरो सेवक भएदेखि तथागतले के सोच्नु भएको छ भनेको कुरा सबै कुराहरू बुझेको अब छर्लङ्ग माने बुझ्नुहुन्थ्यो अरे जे बताउनु भए पनि एकदम स्पष्टसँग बुझ्नुहुन्थ्यो यो चाहिँ अब 8औं कलाहरू रहेको छ गुण त्यही कारणले नि अनि त्यो एक किसिमको अघि प्रश्न सोधे भिक्षुले उत्तर दिनुभएको थियो उच्च परिवारका सन्तान भिक्षु आनन्द यी 8 कल्पनीय गुणहरू छन् यसरी भिक्षु आनन्दलाई धेरै सेवाको भण्डार पनि भने त्यही कारण मैले यसलाई सेवाको रूपमा लिएँ भनेर चाहिँ अब बुद्धले बताउनु भएको त्यही कारणले चाहिँ बुद्धको अब अहिले हामीले अब परिचार भनौँ न एक किसिमको नजिकको एउटा आफन्त भनौँ न त्यो भन्ने बित्तिकै हामीले अब हामीले राख्ने हुन्छ तर पनि त्यसलाई चाहिँ अब आफूले छेउमा राख्ने तरिकाहरू ज्ञानहरू बुझेन भने त्यसले फेरि धेरै विघ्न बाधा अडचन पनि पर्छ त्यही कारणले गर्दाखेरि अनि कुनै अब गुरु अब सानो उमेरको हुँदाखेरि अब चेल अब सेवक अझै ठुलो उमेरको हुँदाखेरि एक किसिमको ईर्ष्या हुने डा हुने होइन अनि त्यस्तो हुँदाखेरि अनि के हो त कहिले कहिले फेरि मन सानो भएको गुरु अनि त्यही कारणले कुनै चाहिँ उसले अब धेरै काम गर्ने सहज उसँग छ तर पनि के हो त उसलाई चाहिँ किसिम के हो त मन सानो भएको कारणले गर्दाखेरि अब त्यस्तो भएको हुन्छ भने विभिन्न कुराहरू आइरहेको हुन्छ त्यही कारणले बुद्धको सेवा हुनुहुन्थ्यो भने मात्र कारणले गर्दा उहाँले बुद्धको सेवा कसरी गर्नुभयो भन्ने वर्णन गर्न 1 वा 2 शब्द परिचर वा सेवक पर्याप्त छैन उहाँका सचिव वा सहायक वा उहाँका प्रशासक पनि हुनुहुन्थ्यो उहाँ सबैले व्यापारको ज्ञान भन्न सकिन्छ सामान्यतः जब हामी परिचय भन्छ हामी सोच्दछौँ कि यो नोकर जस्तै हो कोही तल्लो दर्जाको आनन्दले बुद्धको आन्तरिक बयान मामेलाई कसरी व्यवस्था गर्थे र कसरी शुद्ध अभिप्रायका साथ आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो भन्ने कुरा हामीले स्पष्ट छैन विशेष गरी बुद्ध र आनन्दको कतिको नजिक थिए भनेर देखाउने परिस्थितिहरू हामीले अनि अब हामीले बुझाउँदछ यसले त्यसैले आनन्द बुद्धको सेवकमा मात्र थिए भन्ने कुरा सोच्नु ठिक पनि होइन धेरै ज्ञानले भरिपूर्ण भएको पनि थियो त्यही कारणले हामीले जे गर्दाखेरि पनि के हो त एकदम गहिरो तालले गहिरो विचारले हेर्नु पर्दछ अनि गुरुले सेवक आफूले छाने पनि सेवकले गुरु छानेर पनि धेरै ज्ञानले भरिपूर्ण भएको गम्भीरता सोच्ने अनि हामीले छान्नुपर्ने अत्यन्त अनि हामीले सोच्नुपर्ने महत्त्वपूर्ण छ अनि
सानोतिनो मन हुने एकैछिनमा मन चेन्ज हुने होइन अनि अलिकता अल्पकालीन ज्ञान भएकोलाई हामीले छान्दाखेरि अलिकता अनि पछि गएर अलिकता गाह्रो पनि हुन सक्छ यो त्यो एउटा परिचारक अर्थात् सेवकको विषयमा अब अब दोस्रो चाहिँ के हो त यसमा 4 प्रकारको कुराहरू छ पहिला भन्नु पर्दाखेरि बुद्धको अब नजिकको एउटामा हुनु कारण अब 8 प्रकारको कुराहरू रहेको छ जस्तो कि आनन्द परिचार हुनको लागि 8 शर्तहरू रहेको छ एउटा चाहिँ के हो त बुद्धको परिचार अर्थात् सेवक हुनुको एउटा मुख्य कारण चाहिँ हो अब बुद्धको परिचय सेवक मध्येमा अत्यन्त उत्कृष्ट सेवक चाहिँ आनन्द भएको छ अब बुद्धको सेवा हुनु मध्येमा अब उहाँ एकदम उत्कृष्ट सेवक हुनुहुन्थ्यो उहाँलाई चाहिँ अब यो आनन्दलाई चाहिँ अब एउटा परिचारक सेवक होइन एउटा नोकर मात्रै नभएर उसले चाहिँ के हो त जे भन्नु नि मिल्ने उहाँलाई चाहिँ अब कोष अध्यक्ष भए पनि मिल्यो होइन अब उहाँलाई अब जे नाम दिए पनि अब एकदम भनौँ न एक किसिमको मिल्ने होइन होइन उसलाई अब एक किसिमको कोष अध्यक्ष भने पनि होइन एउटा भनौँ न जस्तो नाम दिए पनि मिल्ने अब हामीले एउटा परिचारक एक किसिमको नोकर भन्ने बित्तिकै तल्लो निम्नतम हेर्छ नि तल्लो दर्जाको त्यस्तो नभएको बुझ्नुपर्दछ हामीले जे भए पनि विशेष गरी बुद्ध र आनन्द कतिको नजिक थिए भनेर देखाउने परिस्थितिहरूलाई हामीले अब अदृश्य छ तर पनि के हो त विभिन्न कुराहरूलाई त्यही कारणले गर्दाखेरि अब आनन्दले बुद्धको कालीनमा सबै कुराहरूलाई उहाँले अब रेखदेख गर्नु उहाँको शरीरको लागि मात्र नभएर उहाँको वचनको धर्मको कुराहरू पनि उहाँले सुरक्षा गर्नुहुन्थ्यो सङ्घहरूलाई सबै उहाँले एकीकरण गर्नु यस्तो उहाँसँग क्षमता थियो त्यसले गर्दाखेरि उसलाई नगर भन्नु मिल्दैन होइन त्यही कारणले उहाँलाई व्यक्तिगत एउटा किसिमको के हो त होइन व्यक्तिगत एउटा अध्यक्ष कोष भने पनि मिल्यो ज्ञानको भण्डारता भने पनि मिल्यो उहाँलाई होइन एउटा सहायक भने पनि मिल्यो होइन एउटा जे भने पनि मिल्यो उहाँलाई जब बुद्ध र आनन्द 55 वर्षको उमेरमा पुगे थेरवाद भनौँ न स्थित अब स्थिर अब स्थविर अनुसार बुद्धले भिक्षुहरूको बैठक बोलाउनु भयो उसले भने 20 वर्षको अवधिमा मैले सङ्घलाई मार्गदर्शन गरेको छु उनले भने मैले विभिन्न परिचय पाएको छु यद्यपि अहिलेसम्म मसँग कुनै प्राप्त उपाय छैन अब म 55 वर्ष उमेरमा पुगिसकेको छु मलाई एकजना परिचय चाहिन्छ जसमा भरोसा गर्न सकु र भरोसा गर्न सकु त्यस बेला म अनि भरोसा भएको एउटा व्यक्ति छान्छु भनेर चाहिँ बुद्धले भन्नुभयो त्यही कारणले अनि अब म एउटा बुढेसकालमा पढेको छु त्यही कारणले अब बुढेसकालमा पढेको हुँदा मलाई एउटा परिचारक एउटा सेवक चाहियो भनेर बुद्धले आज्ञा दिनुभयो अनि त्यो बेला म गर्छु बुद्धलाई सेवा म गर्छु धेरै मान्छेहरू अब आयो होइन शेरेबु मङ्गलबु होइन अनि शेरेपुत्र मङ्गलपुत्र विभिन्न कश्यपहरूले म गर्छु भने तर बुद्धले कुनै पनि अब स्वीकार गर्नु भएन कुनै पनि उहाँले अङ्गीकार गर्नु भएन बुद्धले अनि उहाँले गर्नुहुनेछ तर भन्ने कुरा आयो तर उहाँले सहमत गर्नु भएन बुद्धले त्यसैले ठुलो भिक्षुहरूले आनन्दले आफ्नो आशा व्यक्त गरे जे नम्र थिए र कसरी सोच्न जान्ने थिए उनी बुद्धको परिचारक हुन् हैन
셔지 슝기들에서 아직 년에 땡게를 붙게 해서 말해. 상계 수행용을 패배거리야. 딱 긴두. अनि यसरी अब भनौँ न 안콘이야 차로 셔지 슈지. अनि बुद्धको कालमा धेरै अब बुद्धले सेवा गर्ने धेरै अनि अनगन्य भिक्षुहरू थिए तर पनि अहिले त्यति अब नाममा छैन तर पनि अब यो भिक्षाटनमा जाने भिक्षुहरू अब सेवकमा जाने धेरै नै छ बुद्धको 셔지 슝기들 상말로 이 야보지 빼매지 중요했어 다 디나로ले 빼나 다 망보지기 상계 सबै अब त्यति अब भनेको जस्तो भनेको छैन किनकि बुद्धले भनेको नाट्य निकाले पनि थियो कोही बेला एक समयमा 셔지 슝기지 बुद्धलाई सेवा गर्ने एकजना नागा नागासामा भन्ने एकजना आएको थियो एउटा भिक्षु नागासामाला अने 상계기 차로 슈시에네 को나बनी दोस्त 랑가 숨도 가지라야 배도와 랑가 숨도 अनि नागासामा भन्ने एउटा बुद्ध र बुद्धको सेवक थियो यो तिनसुरी बाटोमा पुगिएको थियो जुन चाहिँ दोबन भन्छ यसलाई 랑가 셴바지 고르체 रोगो도 막 드네 바 루주민도 수도 ताइने दति नेने दिगी एने सांगे काल मान्ने अनि बुद्धले चाहिँ अब यो बाटोमा जानु हुँदैन अनि छिन्दो अर्को बाटो घुमेर जानुपर्छ भनेर बुद्धले भन्नुभयो अनि अनि त्यो बेला नि बुद्धले यो बाटो जानु हुँदैन अर्को बाटो जानुपर्छ भन्दाखेरि त्यो अब नागा भन्ने भिक्षुले चाहिँ अब बुद्धले नभनेको बाटो अर्कै त्यही बाटो गइसकेपछि उसलाई चाहिँ विभिन्न डाकुहरू लडाकुहरू फेरि उसलाई धेरै अनि उसलाई अब दुःख दिएको थियो जुन त्यही कारणले यस्तो पनि भएको छ एउटा परिचारकहरू अर्को चाहिँ लेखविकारमा भनिन्छ अब गेलौँ लेखविकारमा भनिन्छ यो चाहिँ अब सूत्रमा छ कि छैन भन्ने कुराहरू आउँछ होइन यो चाहिँ अब अनि यो न्याङ्दे भन्ने चाहिँ परिनिर्माण सूत्रमा बताएको छ यो कुराहरू चाहिँ अलिकति फेरि आवाज रोकिएको छ सुनेको छैन अब यसरी विभिन्न लेखपी कर्म लगायत विभिन्न भिक्षुहरू अब सेवक भएको थियो तर पनि अब एक किसिमको बुद्धले कुनै पनि अब एक किसिमको के हो त अब सेवक राम्रो अब भेटाएन भन्नु त्यति बेलासम्म विभिन्न अभावमा कस्तो कस्तो थियो अब एक आशा भरोसा भएको भिक्षुहरू थिएन अनि अनि त्यो बेला अब सबै भन्दाखेरि बुद्धले अब कसलाई अब समर्थन नभएपछि अनि अनि एक किसिमको अनि फेरि अनि आनन्दलाई सबैले भनेछ अनि हैन हेर तपाईँ बुद्धको अब सेवक बन्नु लागेको हुनुहुन्छ तपाईँ सेवा गर्नु अब बुद्धले पक्कै नै समर्थन गर्नुहुन्छ होला भने यसरी आनन्दले सोधेपछि अनि जीवहरूले आनन्दले भन्दा कि अनि आनन्दले के जवाब दिनु भएछ भन्दाखेरि होइन हैन बुद्धले जुन आशा भरोसा देख्नुहुन्छ त्यही नै एक किसिमको बुद्धले ठान्नुहुन्छ नि अब म गर्छु भनेर त्यति उपायको त हुँदैन भने यसरी अब आनन्दले भन्नुभएछ अनि बुद्धले पछि अब यसरी भन्ने क्रममा अनि बुद्ध अब आनन्द त्यसमा छानियो र अनि बुद्धले पनि आनन्द अब यसरी आनन्दलाई भन्नुभयो कि सबै वर्गहरूलाई आनन्द बुद्धिको परिचय हुनुको निर्णय भइसकेको जस्तो देखिन्छ त्यसबेला जब सबैले म गर्छु भन्दै थियो उनले केही पनि भनेन किन भनेर सोध्दा आनन्द भन्छन् बुद्धलाई स्पष्ट रूपमा थाहा छ कि परिचयको रूपमा के उपयुक्त हुनेछ बुद्धलाई विशेष भएको व्यक्ति हुनुपर्छ त्यसैले म बुद्धको परिचय भन्न चाहन्छु तर त्यसै बेला मैले केही पनि भनेन सक्दिनँ भने यसरी भने तर बुद्धले भन्नुभयो मेरो परिचय हुनको लागि उपयुक्त छ त्यो आनन्द हो
अनि यद्यपि आनन्दले अवसर पाएकोमा कुनै गर्व महसुस गरेनन् र थप रूपमा उसलाई परिचय हुन 8 शर्तहरू राखे अब आनन्दले के भन्नुभयो भन्दाखेरि आनन्दले हे साक्यमुनि गौतम बुद्ध यो 8 शर्तहरूमा तपाईँको ठाउँमा म अनि चढाउँदछु त्यो अनि तपाईँले स्वीकार गर्नुभयो म तपाईँको सेवा गर्नेछु भनेर आनन्दले बुद्धले भन्नुहुन्छ यो चाहिँ म एकछिनपछि भन्छु अब 30 मिनेट विश्राम राख्न चाहन्छु म 그래서 다들 파파 내린데 왜 루다 채비나 यो स्थविर निकायको अनुसार बताउनु पर्दा आनन्दलाई अनि भिक्षुहरूले अब तपाईँ बुद्धको परिचार सेवक बन्नुहोस् भन्दाखेरि अनि अनि 8वटा हाम्रो शर्तहरू छ हैन मेरो 8वटा अनि शर्तहरू छ हैन यो शर्तहरू चाहिँ बुद्धले स्वीकार गर्नुभयो भने म बुद्धको परिचार अर्थात् सेवा गर्न तयार छु भन्ने भन्नुभयो यो शर्तहरू चाहिँ अब तपाईहरुलाई म अब देखाउन चाहन्छु सेवा गर्नको लागि 8वटा शर्तहरू 8वटा मध्येमा अनि पहिला चाहिँ के हो त अनि बुद्धले अनुमति नदिनुहोस् भनेको पहिला अनुमति नदिनुको 4वटा कुरा छ अनि पहिला के हो त भन्दाखेरि बुद्धले अब लगाउनु भएको ग्रहण गर्नुभएको वस्त्र चाहिँ अब मलाई अब नदिनु होला अनि बुद्धले अब ग्रहण गरे खाना चाहिँ अब नसकेको खानाहरु चाहिँ अब मलाई नदिनुहोस् भन्नुभयो अनि तेस्रो नम्बरमा चाहिँ बुद्धलाई अब चढाएको जुन अब वासस्थान चाहिँ त्यो मलाई नदिनुहोस् भन्नुभयो चौथो नम्बरमा चाहिँ जब बुद्धलाई कुनै एक व्यक्तिगतद्वारा बुद्धले निमन्त्रण गरेको लागि उदाहरण अब धर्म सिकाउनको लागि अब प्रस्ताव गरिन्छ कसै अब मत्सवको लागि अब हैन विभिन्न अब यो पाउनको लागि हैन स्वागत गरिने ठाउँमा चाहिँ अब अनि मलाई बुद्धले नलानु होला भन्ने यसरी अब अनि यसरी अब यो ठाउँमा चाहिँ मलाई अनुमति अब नदिनु होला म ठाउँमा यो जाँदिन भने यसरी 4वटा कुरा साथ राख्नु भयो अब अन्तिम 4वटा चाहिँ अब मैले गर्नुहुने 4 मलाई दिनुपर्ने मैले सेवा गरे बापत मैले यो 4 कुराहरु चाहिँ मलाई अब तपाईले दिनुहोस् यो भयो भने चाहिँ म अब तपाईको सेवा गर्नु जरुरी तयार छु भने आनन्दले भन्नुभयो कि यो 4 चाहिँ के हो भन्दाखेरि अनि यदि आनन्दलाई अब बुद्धले अब किसिमको के हो त आमन्त्रित गर्ने ठाउँमा अब मलाई पनि आमन्त्रित गरेछ भने म पनि जान तयार छु यो दिनु होला कुनै अनि छैन भने कुनै यात्री टाढाबाट आएको छ भने अनि मैले तिनीहरूलाई चाहिँ स्वागत गर्न र बुद्धको ठाउँमा अनि दर्शनको लागि गर्न अनि लाग्नु दर्शन गर्नको लागि अनि अनुमति दिनु होला भन्नुभयो 7औं नम्बरमा चाहिँ यदि आनन्दलाई अब विभिन्न प्रश्न मलाई किसिमको प्रश्न धर्मको विषयमा विभिन्न जिज्ञासाहरू प्रश्नहरू आएको छ भने मैले त्यो प्रश्न सोध्नको लागि जुनै समय पनि तपाईले दिनु होला जस्तो समय पनि मलाई दिनु होला भनेर अनुरोध गरेछ अनि 8औं नम्बरमा चाहिँ अनि बुद्धले आनन्द अनुपस्थित हुँदा धर्म सिकाउनु भयो भने उहाँले त्यो धर्म आनन्दलाई फेरि मलाई दोहोऱ्याएर नि दिनु होला भन्ने यसरी अब बताउनु भएछ अनि यो 4वटा चाहिँ अनुमति हैन जुन बुद्ध नभए बेला प्रवचन गरे पनि फेरि अब यो प्रवचन गरे फेरि मलाई दोहोऱ्याउनु होला भन्ने यसरी आनन्दले अब यसरी अब बुद्धलाई अनुरोध गरेको 8वटा
नांगो यो फेन्टे नांगो अब हामी हो भने बुद्धको अब एउटा सेवक बन्नुको लागि बुद्धले अब कुनै मान्छेले तिमी गर भने होइन हामी त हुन्छ बुद्धले भने पनि तिमी हुन्छ भने होइन एक किसिम के हो त हामी त हुन्छ अवश्य म गरिहाल्छु नि भन्छन् तर पनि के हो त अहिले आनन्दको जीवन इतिहासमा हेर्यो भने जुन बुद्धले स्वीकार गरे तापनि होइन म मेरो 8 शर्तहरू छ अझै राखेर होइन बुद्धको तपाईँको म सेवा भन्छु भने अर्को त किसिम के हो त अनि सम्मान नगरेको देखेछ तर पनि त्यो वास्तवमा त्यो होइन आनन्दको 8 शर्तहरू धर्ममा छन् भन्ने बुझेर बुद्धले सबै स्वीकार गरे त्यसबेला आनन्दलाई बुद्धको दर्शन गर्ने जिम्मेवारी दियो र उनले 25 वर्ष थेरावाद अनुसार बुद्धको सेवा गरे हैन अब यसरी पहिलो 4 वटाको राख्नु कारण चाहिँ के हो त भन्दाखेरि हैन अनि यो चाहिँ बुद्धको नजिक भएको कारणले गर्दाखेरि कुनैको सोचमा चाहिँ बुद्धको नजिक भएकोले त राम्रै गर्छ भने विभिन्न अब गलत धारणा हुन्छ त्यो नहुनुको लागि अहिले 4 वटा राख्यो पछिको चाहिँ के हो त भन्दाखेरि अनुमति भएको 4 वटा चाहिँ के हो त भन्दाखेरि हैन अनि जे गर्दाखेरि पनि के हो त धर्मकै अब एउटा सीमा भित्र पर्ने छ भन्ने त्यो अनि हुनुको लागि यसरी 8 शर्तहरू राख्यो अनि यो चाहिँ एक किसिम के हो त भन्दाखेरि अब यो 8 वटा कुराहरु चाहिँ अब यो अनि यसमा चाहिँ अब 3 शर्तहरू भएको कुरा पनि छ आनन्दको त्यो चाहिँ लुङ देशी भित्र बताएको छ अनि बुद्धले लगाइसकेको लुगा चाहिँ मलाई नदिनु होला भन्ने एउटा शर्त छ अर्को चाहिँ जस्तै अनि बुद्धले व्यक्तिगत कुनै अब मान्छेहरुले अब आमन्त्रित गरेको अनि आमन्त्रित गरे भने मलाई अब सँगै नलैजानु होला भन्ने यसरी दोस्रो शर्त थियो तेस्रोमा जस्तै अर्को अनि बुद्धको सेवाको लागि मलाई 24 घण्टा सेवामा मलाई अनि सेवा गर्न मौका दिनु होला भन्ने यसरी अब 3 प्रकारको कुरा राखेको थियो अनि विभिन्न तीनटा भए पनि 8 भए पनि यो अर्थ चाहिँ एउटै नै जनाउँछ अनि अनन्तले यो 8 शर्तहरू अनि बुद्धले साक्यमुनि गौतम बुद्धलाई अब सुनाइसकेपछि अनि साक्यमुनि गौतम बुद्धले यो कुरा चाहिँ आनन्दले राखेको 8 शर्तहरू चाहिँ धर्ममा रहेको छ भने बुझेर बुद्धले सबै स्वीकार गरे त्यस बेलादेखि आनन्दलाई अनि बुद्धको दर्शन गर्न जिम्मेवारी लाए र उनले आनन्दले बुद्धको 25 वर्षसम्म अब उले अब सेवा गर्नुभयो अब बुद्धको छाया जसरी नै अब हिँड्नु भयो अब यो आनन्द चाहिँ यो थेरावाद अब भनौँ न एक किसिमको यो इष्टवीर निकायभित्र एउटा शब्द लेखिएको छ म यो बेला अब के हो त भन्दाखेरि अब सबै अब अर्थहरू एकीकरण गरेर बताएको छ म आनन्दद्वारा 3 वटा श्लोकहरू छन् जुन अब तिनीहरूमा उहाँले बुद्धको जीवनको एक तिहाई अब समय बुद्धको सेवाको रूपमा कसरी सेवा गर्नुभयो भनेर संक्षिप्त रूपमा बोल्छन् तिनीहरू संक्षिप्तमा अनुभव गर्न यसरी भनिन्छ के बताएको छ भन्दाखेरि मैले 20 वर्ष बुद्धको सेवा गरेको छु 5 वर्ष र मैले सम्मानजनक अब स्नेहपूर्वक अब मानसय कार्य र बोलीको साथ सेवा गरेँ मैले उहाँलाई छाया र शरीर चाहिँ अविभाज्य साथ दिएँ भन्ने यसरी अब भनेको छ अर्थात् म अब त्यो 25 वर्षसम्म बुद्धलाई मैले चाहिँ अब सम्मानपूर्वक अब सेवा गरेँ हैन म एकदम सम्मान सत्कार गर्छु हैन उहाँलाई सत्कार गर्दछु उहाँको वचनलाई म मान्दछु र जहिले पनि म सत्कार सम्मान गर्नेछु र उहाँको शरीरको छाया जसरी म कहिले पनि अब विरोध नभइकन उहाँसँग म अब एक किसिमको सेवा गर्नेछु हो भन्ने यसरी बताएको छ त्यसैले यहाँ अब संसारिक हिसाबले भनौँ भने आनन्द बुद्धको सबैभन्दा मिल्ने साथी जस्तै थियो उनले साँचो हेरचाह
साथ बुद्धको सेवा गरे उनीहरूको लागि बिहान हैन एकदम भिड अब आनन्दले बुद्धले कसरी सेवा गरेको थियो त भन्दाखेरि हैन अब बिहान हेर्ने अब उनीहरूको लागि बिहान आनन्दले पानी ल्याउनु हुन्थ्यो र बुद्धको अनि आफ्नो मुहार धुनको लागि मद्दत गर्नुहुन्थ्यो पानी ल्याइदिनुहुन्थ्यो त्यो समयमा अब भारतको अब वर्षमा के नियम थियो त भन्दाखेरि अब यो जुन अब रीतिरिवाजहरू अनि त्यसपछि एउटा यो जुन दाँत एक समयमा चाहिँ उहाँले उसलाई दाँत मार्ने एउटा सामान दिनुहुन्छ जुन चाहिँ एउटा लट्ठी जस्तो हुन्छ टोकेर दाँत मार्ने अहिले पनि भारतमा चलिरहेको छ त्यो त्यसपछि अनि दाँत सफा गर्न मद्दत गर्नुहुन्थ्यो त्यसपछि उनले आफ्नो बुद्ध बस्ने अब आसन तयार गर्नुहुन्थ्यो त्यसपछि खुट्टा धुने अनि खुट्टा पाउ अब धुइदिने चरण धुइदिने अनि ढाडमा मालिस लगायतका अनि गरम हुँदाखेरि पङ्खा हम्काइदिने अनि बुद्ध बस्ने अब एउटा आश्रम सफा गरिदिनु हुने उहाँको लुगा अनि च्यातेको बेलामा सिलाइदिनु हुने काम गर्थ्यो अत्यन्त सरसफाइ गर्नुहुन्थ्यो आनन्दले बुद्धको पाउको नङदेखि होइन एक किसिमको एउटा शिरसम्म उहाँले एकदम हेरचाह गर्नुहुन्थ्यो भोजनदेखि लिएर बस्ने ठाउँ सबै मैले एउटा अनि मैले पेज बुद्धको एउटा ग्रन्थहरू धेरै हेर्दाखेरि होइन यो चीन भारत होइन एक किसिमको अब टिबेट कुन किताबमा हो कि एउटा वस्तुभित्र मलाई एउटा ग्रन्थभित्र लेखेको छ अनि यो किताबभित्र लेखेको थियो कि त्यहाँ के लेखेको थियो भने मैले भेटेँ भन्दाखेरि आनन्द चाहिँ यो लुगा सिलाउनुमा अत्यन्त पोख्त थियो भने मैले कुनै एउटा ग्रन्थमा भेटेँ तर कुनमा हो भने मैले ठम्याउन सकिनँ धेरै किताब पढेको हुनाले अब राति हो भने आनन्दले अब बुद्धको नजिकै सुत्नुहुन्थ्यो बुद्धको छेउमै बस्नुहुन्थ्यो किन भन्दाखेरि ताकि उहाँले सजिलै बोलाउनुहोस् बुद्धले अब बोलाउनु भयो भने अब सजिलै सुन्नको लागि होइन सजिलोको लागि अब बुद्धको छेउमै उहाँ सुत्नुहुन्थ्यो एक समयमा एउटा अब 16 अवतारीको पालोमा कर्मपा 16 अवतारीको पालोमा एउटा सिमन यो अब यो खानाको एउटा सेवक हो कि खाना पकाउने सेवक हो कि एउटा यो आसनको एउटा सेवक जुन भए तापनि 이게 리디에 마다 지게 게라시 말았어. 군디고 거매게 왜 지송베나 람상고 용 쳐져시지. 고 게라 अनि त्यो जुन 16 अवतारी कर्मको एउटा सेवक त के हो त भन्दाखेरि जुन बुद्ध उहाँसँगै छेउमै सुत्दाखेरि अनि हैन त्यो कर्मको 16 यो सेवकले चाहिँ 16 अवतारीको सेवकले चाहिँ हैन जुन अब केराक भनिन्छ जुन अब पेटी जस्तो एउटा हामीले सेन्दप भन्ने त्यो नफगलिकन सुत्नु हुन्थ्यो अरे अनि 16 अवतारीले बोलाउँथ्यो ओए भने द्रुप एकैछिन आउनुहुन्छ त्यस्तै अनि हिसाबको त्यस्तै जस्तै अब आनन्द अब थियो त्यो बेला अनि उनी अब बुद्धले मन्दिर र सङ्घका सभाहरूमा लैजान्थे र अनि केही बाँकी छ कि छैन भनेर हेर्ने गर्थे त्यस्तै जब बुद्धले सङ्घले बोलाउनु भयो भने घोषणा गर्ने उहाँ नै हुनुहुन्थ्यो र कहिलेकाहीँ भिक्षुले बोलाएर आधा रात बिताउनु पर्थ्यो होइन कहिलेकाहीँ अब अनि कहिलेकाहीँ भिक्षुहरू प्रवचनको लागि अब राति गर्दाखेरि अब अनि आनन्दजी बोलाउनु पर्थ्यो जुन अब भिक्षुहरूले बोलाउन जानेको एउटा सङ्गीत दिने चाहिँ उहाँ हुनुहुन्थ्यो अनि कहिलेकाहीँ अब आधा रातमा भिक्षुहरूलाई बोलाउनु पर्ने पर्थ्यो त्यो बेला नै बोलाउन जानुहुन्थ्यो अनि बुद्धले जहिले आदेश जतिखेर आदेश दिँदाखेरि त्यही बेला जानै पर्थ्यो त्यस्तोसम्म उहाँले अब सेवा गर्नुहुन्थ्यो अनि सके पनि गौतम बुद्ध बिरामी हुँदा पनि उनको औषधि खुवाउने अनि पानी जल एक किसिमको भोजन विभिन्न खाजा जे गाउनु एक किसिमको बुद्धलाई अब दिने अब आनन्द नै हुनुहुन्थ्यो एक दिन एक समयमा सङ्घमा गम्भीर बिरामी भएको एक भिक्षु हेरचाह गर्न व्यवस्था भयो एक दिन एक समयमा अब भिक्षु अब भिक्षा ठुलोको लागि र ध्यानमा लिनु हुँदाखेरि बिरामी भएको भिक्षुलाई हेर्न अब भाइ भ्याएन त्यो त्यसै बेला बुद्ध र आनन्दले अनि बिरामीलाई नुहाउने अनि चिकित्सकलाई अब एक किसिमको भनौँ लिएर एउटा औषधि गर्ने अब लैजान अब
एक किसिमको अब सहयोग गर्नुहुन्थ्यो आनन्द र बुद्धले यसरी गर्नुभयो अनि जुन अब हामीले एक किसिमको हामीले स्वस्थ चौकी भन्छ होइन स्वस्थ चौकीमा लगेर अब जुन बुद्ध र अब आनन्दले अनि जुन बिमारले ग्रस्त भएको भिक्षुलाई लगेर जानुभयो त्यो बुद्ध र आनन्दले यसरी रोगदेखि ग्रस्त भएकोलाई अब मुक्त गराउनु भएको थियो त्यही कारणले सरकारी भन्नुपर्दा आनन्दले हरेक दिन धेरै आन्तरिक र बाहिरी कार्यहरू गर्न बिताउँथे र आफ्नो जेठो बुवा भाइ बुद्धलाई असल आमा वा मायालु पत्नीको रूपमा हेरचाह गर्थे एक किसिमको अब संसारिकमा हेर्ने हो भने होइन अनि यसरी अब आफ्नो भाइ अब बाबुआमाले छोराछोरीले हेरेको जस्तै अनि आनन्दले आफ्नो बुवालाई आफ्नो अब माता पितालाई हेरेको जस्तै भगवान बुद्ध नै सम्झेर यसरी अब आफ्नो प्राणै सम्झेर सेवा गर्नुहुन्थ्यो त्यसपछि अब अघि बताएको जस्तै अब अर्को विषय छ त्यो विषय के हो त भन्दाखेरि अब यो आनन्द चाहिँ के हो त भन्दाखेरि बुद्ध र भिक्षु सङ्घको बीचमा हुने एउटा पुल जस्तै हो एउटा साँगो जस्तै हो भनेको छ जस्तै आनन्द एक राम्रो व्यक्तिगत सचिव वा सहयोगी जस्तै थियो जसले बुद्ध र हजारौं भिक्षुहरूका बीच सहज सम्बन्ध बनाउन सक्ने क्षमता थियो उहाँसँग उनले श्यारिपुत्र र मङ्गलयानले भिक्षुहरूको बीच राम्रो सम्बन्ध नबन्द सङ्घभित्र उत्पन्न हुने विभिन्न समस्याहरूलाई हल गर्न प्रयास गर्नु उहाँले सक्षम भयो श्यारिपुत्र मङ्गलयान होइन विभिन्न आपद विपद पर्दाखेरि विभिन्न समस्या सङ्कट आउँदाखेरि त्यसलाई सुल्झाउनु पर्ने एक किसिम के हो त अनि आनन्द नै थियो विभिन्न श्यारिपुत्र मङ्गलपुत्र पनि अब मनमुटाव हुँदाखेरि अब त्यसलाई समाधान गर्ने आनन्द नै थियो त्यसको उदाहरण लागि अब भनौँ एक किसिम के हो त अनि कौशम्बीमा भिक्षुहरूको बीच अब झगडा हुँदा वा देवदत्तले विवादलाई अब भड्काएको गर्दाखेरि विद्रोह भएको थियो त्यसरी अब यसरी भनौँ न भड्काउँदाखेरि एकीकरण गर्ने फेरि आनन्दै हुनुहुन्थ्यो आनन्द फेरि पनि अहिले यो सञ्जाल अलिकति अड्केको छ त्यही कारणले यसरी अरूको शङ्का र प्रश्न स्पष्ट पार्ने अब स्थिर नियमद्वारा अब व्यवस्था कायम राख्ने प्राथमिक व्यक्ति आनन्द थिए उहाँ भिक्षुहरूका बीचमा निष्पक्ष पर्यवेक्षक जस्तै हुनुहुन्थ्यो साधारणतया भिक्षुहरूको लागि बुद्धसँग श्रोताहरूको व्यवस्था गर्ने उहाँ नै हुनुहुन्थ्यो अनि उहाँले भिक्षुहरूले बुद्धका शिक्षाहरू पनि फैलाउनु भयो आफू पुल जस्तै हो भन्ने राम्ररी बुझेको थिए त्यसैले जसको माग गरे पनि अवरोध खडा गर्नुको साथो पुरा गर्ने प्रयास गर्नुहुन्थ्यो उहाँले अनि विभिन्न भिक्षुनी वर्गहरूलाई पनि उहाँले अब एक किसिमको भिक्षुनी एक किसिम भनौँ न एक किसिमको अनि भिक्षुनीहरूले अब समरशील प्रदान गर्नुको लागि मुख्य भूमि उहाँकै हुनुहुन्छ होइन अनि बुद्धको आज्ञा वचनहरू अब भिक्षु सङ्घमा अब फैलाउनु पर्यो भने होइन उहाँले लानुहुन्थ्यो उहाँले कसैसँग पक्षपात गर्नु नहुन्थ्यो उहाँलाई एकदम ठुलो जिम्मेवारी उत्तरदायी भएको उहाँले आफै साहस गर्नुहुन्थ्यो आफूले यसरी अब याद गर्नुहुन्थ्यो होइन म सबैको लागि सब काम गर्नेछु होइन बुद्धको लागि जो दर्शनको लागि आए तापनि म बुद्धको ठाउँमा अवश्य पुर्याउने मेरो कर्तव्यहरू उहाँले सोच्नु भएर यसरी अनगिन्ती प्राणीहरूलाई बुद्धको ठाउँमा दर्शन गराउन उहाँले लगाउनुहुन्थ्यो जे भए तापनि उहाँ एकदम कोमल हृदय र सद्भावना उहाँको एउटा हृदय चाहिँ एकदम सागर जस्तो एकदम गम्भीरता गहिरोपन थियो त्यसमा चाहिँ दया माया करुणाले भरिएको त्यस्तो पन छाएको थियो उहाँसँग चाहिँ सत्य प्रज्ञाको एउटा टापुको ज्ञान उहाँसँग हुनुहुन्थ्यो अब चाहिँ के हो त भन्दाखेरि त्यस अर्को विषय चाहिँ आफूलाई बलिदान दिने स्नेह उसले भनौँ न एक किसिमको अरूको बुद्धको लागि बलिदान दिनुको लागि तयार हुने त्यस्तो एकदम माया स्नेह थियो बुद्धप्रति उहाँ बुद्धको लागि ज्यान दिनु पनि तयार त्यस्तो खाले थियो जस्तै कि अब भनौँ न
आनन्दसँग आफूलाई बलिदान गर्ने ठुलो इच्छा वा ठुलो स्नेह थियो जब देवदत्तले बुद्धलाई हानि पर्न पागल हात्ती छोडे तब आनन्दले जीवन र अङ्गको कुनै परवाह नगरी बुद्धको अगाडि उभिएर बुद्धलाई मारिन वा हानि हुनबाट रोक्नको लागि सक्दो गरे आफ्नै मूल्यवान जीवन पनि त्याग गर्न उहाँ एकदम त्याग गर्नको लागि उहाँ अब होइन आफ्नो प्राण गए तापनि अब उहाँलाई केही डर थिएन उहाँले चाहिँ बुद्ध बचाउनुको लागि चाहिँ उहाँले ज्यान दिनुहुन्थ्यो त्यही कारणले अनि त्यति बेला बुद्धले अब 3 पटक फिर्ता त्यहाँ नबस्छ भनेर भने तर आनन्दले सुनेन अन्तिममा बुद्धले आफ्नो चमत्कारी एउटा शक्ति प्रदर्शनीले अनि हात्तीलाई बसमा पारेपछि मात्र आनन्दले आफूलाई बलिदान गर्ने प्रयास गर्न छोडे पहिला हो भने बुद्धको लागि ज्यान दिन्थ्यो होइन कुनै मान्छेले हानि गर्यो भने त्यसमा ज्यान दिन्थ्यो तर अन्तिममा बुद्धले 3 चोटि बताइसकेपछि तर चमत्कारी देखिसकेपछि त्यहाँदेखि चाहिँ अनि बुद्धको लागि ज्यान दिनको लागि छाडेर अनि अब यो चाहिँ अब बुद्धले नै अब एक किसिमको मलाई अब यो मैले गर्नु नसक्दो रहेछ बुद्धले यसरी दया निगाहबाट ज्ञानको द्वारबाट हेर्नु भयो भने यसरी त्यहाँदेखि फर्केर आउनु भयो त्यस बेला उसले गरेको व्यवहारका कारण अनन्तको ख्याति पहिलेको भन्दा पनि धेरै बढ्यो अनि बुद्धले भिक्षुहरूले यो जुनी मात्र नभएर होइन बुद्धले भिक्षुहरूले अब अघिल्लो जन्ममा कसरी 4 पटक आनन्दले अब आफ्नो जीवनको रक्षा गरेको पनि बताउनु भयो यो जुनी मात्रै आनन्दले नबताएर सके पनि हुनुभन्दा अगाडि पनि अब जुन सके पनि बुद्ध नहुने अगाडि अब आनन्दले त्यो बेला अब धेरै बचाउनु भएको थियो अनि बुद्धले बताउनु भयो यसले आनन्दसँग भएको गुणहरू र बुद्धको उहाँ बीचको सम्बन्ध कसरी धेरै लामो समयसम्म रह्यो भनेर अनि देखाउँदछ कतिको ज्ञान त कतिको उहाँसँग नाता छ कति जीवनको श्रृङ्खलाहरूसँग जोडिएको छ त यो जीवन मात्र नभएर योभन्दा अगाडिको कति अगाडिदेखि नै उहाँले साथसाथै कति ज्ञानको भण्डार थियो भने यसरी बुद्धले अब बताउनु भयो यसरी अब तेस्रो विषय चाहिँ के हो त भन्दाखेरि अब महिला प्रति आनन्दको एउटा मनोवृत्ति कुरा अनि आज चाहिँ म बताउँदिनँ आज पछि यसको विषय बताउँछु अब तपाईँलाई थाहा छँदैछ होइन अनि किन भन्दाखेरि अब यो केटी स्त्रीहरू भिक्षुहरूको मुख्य अब भूमिका चाहिँ अब यो आनन्दमा रहेको छ आनन्दले गर्दाखेरि अब जुन अब स्त्रीको अब अनुरोध चाहिँ बुद्ध ठाउँमा प्रस्ताव राख्दाखेरि अब बुद्धले स्वीकार गर्नुभयो त्यो मुख्य आनन्द थियो होइन किन भन्दाखेरि अब आनन्दले महिलाहरूलाई अगाडि बढेर भिक्षुनीसँग स्थापना गर्न मद्दत गरेन उनीहरूलाई धेरै तरिकामा सहयोग र मद्दत पनि दिए तर यसले उनलाई धेरै समस्या पनि ल्याएको थियो जे भए पनि एकदम दया माया गर्ने जस्तो प्राणीलाई पनि अब दुःखदेखि एउटा दुःख बुझ्ने त्यस्तो हुनुहुन्थ्यो आनन्द चाहिँ होइन यसरी अब भिक्षुनी स्त्रीहरू भिक्षुनी बनाउने क्रममा मलाई धेरै दुःख पनि समस्या पनि भएको थियो यो पछि बताउनेछु आज नबताउने आज यतिमै अनि विश्राम रहन चाहन्छु अनि आज अलिकति विश्राम रहन चाहन्छु तपाईँहरूले पनि थाक्नु भयो होला म पनि अलिकता थकित भएको छु आज म यति नै विश्राम रहन चाहन्छु धन्यवाद